हेलो एभ्रिवान। सो आज चाहिँ म यो डट एन्ड कीको टिन्टेड सनस्क्रिन फर्स्ट टाइम ट्राई गर्न जाँदैछु। कस्तो छ मैले चाहिँ अहिलेसम्म युज गरेँ होइन यस्तो टिन्टेडवाला सनस्क्रिनहरू। यो चाहिँ मेरो फर्स्ट टाइम हो अनि म चाहिँ सुरुमै क्लियर गरिदिन्छु, यो चाहिँ म आफैले किनेको हो, कुनै पिआर प्याकेज केही पनि पाएको होइन। अनि त्यसपछि अब चाहिँ म यो ट्राई गरेर हेर्छु। ब्याकग्राउन्ड साउन्ड चाहिँ इग्नोर गरिदिनु होला किनकि यहाँ मेन रोड यहीँ छ कि हाम्रो, अनि त्यही भएर साउन्डहरू आउन सक्छ, त्यसको लागि माइन्ड नगरिदिनु होला र सरी पनि भन्न चाहन्छु। र अब चाहिँ म यो डट एन्ड कीको टिन्टेड सनस्क्रिन ट्राई गरेर हेर्छु र कस्तो छ भनेर हजुरहरूलाई भन्छु है त। मैले चाहिँ आफ्नो स्किनमा मोइस्चराइजरहरू चाहिँ सबै लगाइसकेँ। अब म चाहिँ ट्राई गर्न मन लागिरहेको थियो कि अनि मिलिरहेको थिएन, अनि त्यही भएर अब चाहिँ म ट्राई गर्दैछु। कस्तो मजाले ब्लेन्ड भइरहेको कि स्किनमा। आँखातिर लाउनुहुन्छ कि हुँदैन थाहा छैन मलाई, मैले त सबै लगाइदिएँ। यसमा चाहिँ मेरो फिल्टर स्मुथ केही पनि छैन, यो मेरो नेचुरल स्किन हो। यस्तै छ मेरो स्किनमा चाहिँ अलि धेरै कोटीहरू छ कि। देख्न सक्नुहुन्छ मैले चाहिँ आफ्नो स्किनमा चाहिँ लगाइसकेँ। अनि यसमा चाहिँ वाइट कास्टहरू केही पनि निस्किँदैन जस्तो लाग्यो मलाई। कस्तो मजाले स्किनमा मजाले ब्लेन्ड भएको कि थाहै भएन कि यो सनस्क्रिन लगाएको भनेर, मैले सनस्क्रिन लगाएको छु भनेर। मलाई चाहिँ तर पनि मलाई चाहिँ हल्का यो अलिकति ड्राई जस्तो लाग्यो कि। आई डोन्ट नो अब यो के हो कस्तो हो, मलाई पनि धेरै थाहा छैन यस्तो स्किन केयरको प्रडक्टहरूको बारेमा। बल्ल बल्ल युज गर्न थालेको मैले, धेरै भएन, 1-2 महिना हुन लाग्यो स्किन केयर पनि गर्न थालेको। एन्ड देख्न सक्नुहुन्छ कस्तो मजाले ब्लेन्ड भयो कि है स्किनमा। वाइट कास्ट पनि ननिकाल्दो रहेछ, मजाले स्किनमा ब्लेन्ड हुँदो रहेछ, मजाले अब्जर्भ हुँदो रहेछ। अनि मलाई चाहिँ राम्रो लाग्यो है, हेर्न सक्नुहुन्छ। र सनस्क्रिन लगाएको जस्तो पनि लाग्दैन रहेछ। एन्ड मलाई लागेको भने चाहिँ यो कस्तो ड्राई छ जस्तो लाग्यो कि स्किनलाई कस्तो मेरो ड्राई गराएको जस्तो फिल भयो मलाई चाहिँ। एन्ड त्यही हो, अरू त मलाई सबै मन पर्यो। फर्स्ट ट्राईमा यतिको राम्रो चाहिँ मलाई सेटिस्फाई भयो। सो या देख्न सक्नुहुन्छ मेरो स्किन।